सर्लाहीमा हत्या गरिएका वन रक्षक राम ईश्वर महतोको टाउको झाडीमा फेला परेको छ। आइतबार मध्याह 12:45 बजे घटनास्थलदेखि 100 मिटर उत्तरमा रहेको झाडीमा टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए। ईश्वरपुर नगरपालिका 2 राइटर खोरमा वन रक्षक 47 वर्षीय रामेश्वरको शरीर शनिबार परियोजनामा वनमा फेला परेको थियो। चौकीदारको रूपमा कार्यरत उनको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। शव फेला परेको केही मिटरमा रगत लागेर बन्चरो समेत फेला परेको थियो। परिवारका सदस्यका अनुसार रुख काटेको आवाज सुनेपछि उनी शनिबार बिहान 5 बजेतिर घरबाट निस्केका थिए। दिउँसोसम्म परिवार एवं परियोजनाका सहकर्मीको सम्पर्कमा नआएको र फोन समेत स्विच अफ भएपछि दिउँसो उनको खोजी सुरु गरिएको थियो। अनुसन्धानका लागि प्रहरीले धनुषाको लालगढी स्थित केनेल शाखाबाट तालिम प्राप्त कुकुर ल्याई सुरु गरेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शनिबार राइटर खोरकै रामवली महतोलाई पक्राउ गरिसकेको छ।